बैठक बस्नु अगाडि चाहिँ समय मिल्यो भनौँ न, गऱ्यौँ होला 10-15 मिनट जति भयो होला। मैले मागहरू यस्ता यस्ता छन् भनेर भन्दाखेरि विशेष अब त्यो खानेपानीकै कुराहरूमा अलिक फोकस भएर कुराहरू गऱ्यौँ। मागहरू त अब थुप्रै छन् होइन, विशेष खानेपानीकै कुराहरूमा लिएर चाहिँ हामीले छलफल गऱ्यौँ। थुप्रै छ त्यहाँ लिस्ट, सबै कुरा त्यो लिस्टमा पल्टाएर सबै वान बाई वान गइराख्ने कुरो पनि भएन। त्यो जो अब के अरे केही त्यहाँ भनौँ न वनको कुराहरू पनि छ क्या, त्यहाँ क्याबिनेटबाट निर्णय गराएर भोगाधिकार लिने अनि मात्रै हुने भन्ने कुराहरू छ नि त। ती विषयहरूमा पनि कुरा भयो, वनसँग सरोकार राख्ने कुराहरूमा सहयोग गर्छु भन्नुभयो राम्रो तरिकाले, सहयोग गर्छौँ हामी, हुन्छ अब प्रोसेस सुरु भयो भनेर पब्लिकलाई भनिदिनुहोस् भन्ने खालको कुराहरू लास्टमा गर्नुभयो। अहिले प्रेजेन्टमा के हो त्यो विषयमा चाहिँ जब काम सुरु हुन्छ अनि विश्वास गर्नुपर्छ, किनभने हामी पोलिटिसियनले चाहिँ धेरै कुराहरू भनिराखेको हुन्छौँ। बजेटमा आइसकेपछि र काम सुरु गरिसकेपछि चाहिँ त्यो चाहिँ होइन देखिने कुरा हो, त्यो हो। त्यसले गर्दाखेरि अब त्यो काम सुरु होस्, पहिला विश्वास गर्ने नगर्ने भन्दा पनि अब हामी त चाहिँ नि यसो हुन्छ हुनुपर्छ भन्ने माग लिएर आउँछौँ के अरे होइन। मौका नै आउँछ नि थुप्रो त्यस्तो खालको माग लिएर नगरवासीहरू। मैले बजेटले सम्बोधन नगरुन्जेलसम्म चाहिँ बोलीको भर हुँदैन भनेर म चाहिँ भनिदिन्छु। तपाईँले अर्थमन्त्रीज्यूसँग पनि भेट्ने, म नगर्ने कुरा चाहिँ म फेरि बोल्दिनँ पनि। अर्थमन्त्रीज्यूसँग उहाँ यहीँ भेटियो। उहाँले चाहिँ के कुरा राख्नुभयो उहाँसँग? उहाँ के अरे त्यही कुराहरू भयो, यस्तै स्रोतका कुराहरू, यो सबै कुराहरू होइन। त्यो चाहिँ डिपिआरमा छ के अरे होइन, त्यस्तै छ 4-5 अर्बको कुरा हो। 5 अर्ब 4-5 अर्बको कुरा हो। यसपालि हामी गर्छौँ भन्नुभएको छ। अब देशकै प्रधानमन्त्रीज्यूले अब गर्छु भनेर भनिसकेपछि अब गर्नुहुन्न होला भनेर मैले प्रश्न गर्ने कुरा पनि भएन। सम्पूर्ण समस्या त कहिले पनि समाधान हुँदैन सुन्नु न, अमेरिका जाउँ, अमेरिकामा समस्यै छ, सिङ्गापुर जाउँ, त्यहाँ पनि समस्यै छ। समस्या भनेको जीवन रहन्जेलसम्म रहन्छ, तर कुन समस्या चाहिँ प्रधान समस्या हो होइन। जस्तै प्रायोरिटाइज गर्नुपर्छ क्या, खानेपानी र सडकमा कुन चाहिँ आधारभूत हो भन्दाखेरि खानेपानी चाहिँ आधारभूत हो। किनभने खानेपानी बिना चाहिँ बिहान चर्पी जानु पनि सकिएन, चर्पी गएर हात धुनु पनि सकिएन होइन। एकछिन भात पकाउनुपर्छ, पानी चाहिन्छ। बरु बाटो चाहिँ नहुँदाखेरि पनि 6 महिना धुलै बाटोमा हिँड्दा पनि भयो। त्यसले गर्दाखेरि कुन चाहिँ प्रायोरिटी हो भन्ने बुझ्नु जरुरी छ होइन। प्रायोरिटाइज गर्नुपर्छ क्या सरकारले चाहिँ। सबै समस्याको समाधान कसैले गर्न सक्दैन होइन। तपाईँले आज 12वटा झन्डै 1 दर्जन मन्त्रालय चाट्नुभयो, घुम्नुभयो, तपाईँको प्रायोरिटीमा सबभन्दा पहिला चाहिँ के परेको छ धरानको लागि? म त यस्तो छ, म त के अरे मैले अघि भर्खर बोलेँ खानेपानीको समस्या अहिले के छ भने धरानमा त्यस्तो छैन, तर मैले अहिलेको लागि मात्रै सोचेर हुँदैन। सहर विस्तारित हुँदैछ, प्रत्येक साल 200-300 वटा घर थपिन्छ होइन। म आएर मात्रै मैले चाहिँ झन्डै 3000 वटा धारा प्लस थपिसकेँ 3 वर्षमा। भनिसकेपछि 1000 को के अरे एभरेजमा बढिरहेछ माग है। त्यो मागको आपूर्ति गर्नका लागि मैले दुनियाँभरको चाहिँ श्रम गरिरहेको छु, तपाईँलाई थाहा छ नि है। त्यतातिरको अब कुनै पनि रहेन। म त कहिले त ताप्लेजुङबाट पनि ल्याउँ कि पाइप भन्दैछु। मैले श्रमदान गर्नुपर्छ कि जस्तो लाग्दैछ। कुन दिन म आउँछु फेरि। शङ्का उपशङ्का त्यस्तो खालको कुरा पनि नगरौँ। गर्छु सकेपछि अब उहाँले गर्नुहुन्छ, गर्नुपर्छ होइन, त्यो चिज हो। र अब मेलाम्चीको बारेमा चाहिँ एक दिन म श्रमदान गर्न आउँ कि भन्दैछु। मैले श्रमदान गरेपछि म ल्याउँछु, फेरि घोषणा गरेपछि ल्याउँछु। म चाहिँ फेरि त्यस्तो हो, म त गर्दिनँ के अरे गर्छु भनेपछि गर्छु नि। त्यसो मेरो त्यही ट्राई गर्दा मेरो ज्यान गए पनि मतलब छैन, म चाहिँ गर्छु। तर मैले गर्छु भनिहालेको छैन है। मलाई श्रमदानबाट ल्याइदिए भने म ल्याइदिन्छु। म ठुलो नल्याउँला तर सानैमा पनि ल्याइदिन्छु। ठिकै छ, भेटौँ भन्ने चाहिँ कुरा चाहिँ भएको थियो। अब के कहाँ हुनुहुन्छ होइन, अहिले हिजो भएको थियो के अरे भेटघाट गर्दा। कुन ठुलो कुरो हो र एउटा नेपालीले अर्को नेपालीले भेट्नु। हर्क साम्पाङ कहिले दुखी हुँदैन। हर्कको अर्थ नै हर्ष हो है। म हाँसी राज गर्ने मान्छे हो क्या। एभरेजमा म हाँसिराखेकै हुन्छु, हेर्नुहोस् है। मलाई अनेक परि गाली गर्छन् नि, म हाँसी गीत बनाइदिन्छु, सक्यो। प्रधानमन्त्रीज्यूलाई के भन्न चाहनुहुन्छ? केही भन्दिनँ। अब भेट गर्न होइन, उहाँले के अरे काम गर्नुहुन्छ होला होइन। मैले पत्र दिएको छु अब धरानको विकासका लागि चाहिँ त्यो हो। र त्यो चिज हो, के भन्ने र हो। काम गरेर पब्लिकलाई डेलिभरी दिनुभयो भने होइन, जो आज उहाँलाई गाली गर्दै हुन्छ नि, उहाँहरूले समर्थन गर्नुहुन्छ, ताली बजाउनु। काम गर्यो भने
काम गर्नु भएन भने चाहिँ फेरि त्यस्तै हुन्छ।